बज्यो 11:21 भयो है। हामी हिँडेर देखाउने छौँ, हेर्दै गर्नु होला। फेरि यस्तो रहेछ छोडा। ढाप ड्याम हिँडेको, पुग्यौँ हामी ढाप ड्याम। हेलो एभ्रिवान, नमस्ते नमस्कार, म उद्धव मगर। वेलकम टु माई अनदर भिडियो। अनि होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु भन्न चाहे। र आज चाहिँ मैले भिडियो बनाउनुको कारण चाहिँ के हो भने, आज चाहिँ हामी दुईजना भएर सुन्दरी जलमा हो। अहिले चाहिँ हामी चाहिँ जाँदैछौँ आज ढाप ड्याम। टार्गेट चाहिँ हाम्रो ढाप ड्यामको छ है। हेरौँ अब हामी कहाँसम्म पुग्छौँ। अनि हामी दुईजना भएर चाहिँ अहिले हामी आज राइडमा निस्क्यौँ भनेर हामी दुईजना भएर चाहिँ राइडमा निस्किएको। अनिशे म अनि हामी चाहिँ आज दुईजना भएर दुईटा स्कुटरमा निस्केका छौँ। अब हेरौँ हामी कहाँसम्म पुग्छौँ। तपाईँहरूलाई लगभग जति सकिन्छ त्यति चाहिँ हामीले भिडियो देखाउने छौँ है। अहिले चाहिँ ठ्याक्कै सुन्दरी जलमा हो। लेट्स सी कस्तो हुन्छ, हेर्दै गर्नु होला है त। गऱ्यो अगाडि हिँड ल। हिँड न तिमी हिँड्छ भनेर म गर्छु। ओके साथीहरू, हामी चाहिँ टिकट लिइसक्यौँ। टिकट चाहिँ त्यही स्कुटरको चाहिँ पर कतिवटा छ त्यही अनुसारले एउटाको 150 लिँदो रहेछ, मान्छेको चाहिँ 100 रुपियाँ। हामी यहाँबाट टिकट काट्यौँ अरे। अब माथितिर लागेको अघि तलको भिडियोहरू चाहिँ थियो, तर उहाँहरूले भन्नुभयो कि हामीलाई त्यो भिडियो चाहिँ नहालिदिनु भनेर। आसला त्यो भिडियो चाहिँ नहालिदिनु भन्यो। जस्तै केटाहरू अनि हामी आएको छौँ भने भिडियो त्यस्तो नहालिदिनु भन्नुभयो, काटेर हालिदिनु ल भन्नुभयो उहाँहरूले। त्यसपछि बाटो यस्तै रहेछ। अब हामी हेरौँ, यत्तिकै राम्रो छ भने त हामी मजाले पुगिन्छौँ। अब बिचतिर केही कस्तो छ हेरौँ। अरूले भनेअनुसार चाहिँ अलिकति ठाउँमा बाटो बिग्रेको छ भनेको सुनेको। अनि अहिले चाहिँ राम्रै रहेछ यहाँ चाहिँ। अब हामी हेर्दै जानेछौँ माथितिर के कस्तो छ। हामी चाहिँ फेरि अलिक सानो सानो भएर खुट्टा भेट्दैनौँ नि त साथीहरू। कालोमा गाह्रो छ नि त। अब अगाडि अनिसै हो, चलाउनु आउँदैन, त्यही भएर सक्दैनौँ पनि। सक्नेहरूले त मजाले चलाइन्छ होइन। हामीले त्यस्तो धेरै चलाउन आउँदैन हामीलाई चाहिँ, त्यो भएर हामी बिस्तारै जान्छौँ। अगाडि चाहिँ अनिसै देखिराख्नु भएको छ कि छैन हो। गोप्रो सेट चाहिँ गरेको छौँ, फेरि के कस्तो छ भन्ने, कस्तो भइरहेछ भन्ने चाहिँ थाहा छैन क्या साथीहरू। मेरो आवाज चाहिँ सानो आउँछ होला सायद, अझ मास्क लगाएर बोकिरहेको छु म र सानो आउन सक्छ। भरे सकेसम्म चाहिँ म ठुलो आवाज पारेर लाउने कोसिस गर्नेछु। यदि भएन भने चाहिँ मैले यस्तै लाउनु पर्ने हुन्छ साथीहरू। हेर्दै जाऊँ ल। उता कि यता हो र? यतातिर नि हामी निस्किएको नि, यहाँदेखि यता हो। कता हो हामी जानुपर्ने? यता होला नि। माथि नै रहेछ। ओके, हामी चाहिँ गइरहेको छौँ। त्यही हो साथीहरू। अब आज चाहिँ यसो छुट्टीको दिनमा राइड निस्क्यौँ भनेर निस्किएको। हुन त राइड भनेर त्यस्तै खतरा राइडर चाहिँ होइन। साँच्चै भन्नुपर्दा हामी सिको उर्रे हो। भर्खर स्कुटर त चलाउँदैछौँ। साँच्चीकै भन्नुपर्ने भने बाइक मजाले चलाउन आउँदैन। अब के भन्नु, यस्तै छ। यस्तै भए पनि ठिकै छ होइन। अब चाहिँ हाम्रो बाटो नराम्रो छ जस्तो छ उता चाहिँ, के हो त्यस्तै छ यार। तर मौसम चाहिँ क्या खतरा छ आज होइन। साथीहरू मौसम चाहिँ बबाल छ है आज। ओके साथीहरू, हाम्रो चाहिँ उता बाटो रे अलि नराम्रो छ होइन।
त्यही पनि के गर्ने त्यतै जाने हो अब यति बाटो होला तर अलिक डरलाग्दो बाटो छ यार यस्तो बाटोमा त म डराउँछु त फेरि अनि चाहिँ बिस्तारो हो बाटो चाहिँ डरलाग्दो रहेछ साथीहरू होइन र यतिको त गइन्छ तर यतिको त राम्रै भन्नुपर्छ यस्तो बाटो छ यार तर मलाई अलिअलि डर लाग्छ यार अनि से फेरि फर्स्ट टाइम हो यस्तोमा अलिक गाह्रै हुन्छ होला बाटो राम्रै हो यतिको राम्रै भन्नुपर्छ त्यति लाग्छ कि ओह्रालोमा झर्दा मलाई ओह्रालोमा अलिक गाह्रो लाग्छ होइन यस्तो छ बाटो तपाईँहरूलाई म अलि माथिसम्म देखाउँछु त्यसपछि मैले सबै ठाउँको भिडियो क्याप्चर गर्नुपर्ने हुन्छ किनकि हामीसँग पावर ब्याङ्क छैन त्यही भएर यो चाहिँ सिधै धापझ्याम जाने बाटो अनि यो चाहिँ त्यो हुँदै जाने बाटो मनिच्युट हुँदै जाने सक्छ होला है तिमीलाई कस्तो लागेको छ सक्छ जस्तो लाग्छ यस्तैमा सक्छ ल हिँड बिस्तारै जाम ल ऊ त्यहाँ वेलकम टु धापझ्याम उता अरे मुद्ने यस्तैमा त नमुतौँ होला हौ घुम्न आउने ठाउँ साथीहरू यता चाहिँ अर्कै बाटो रहेछ यता चाहिँ अर्कै बाटो त्यही भएर हामीले घुमाउनु पर्ने हुन्छ हेर्दै गर्नु होला यता यो चाहिँ छोटो बाटो रे साथीहरू यो चाहिँ धापझ्याम जाने छोटो बाटो रे त्यही भएर हामीले चाहिँ छोटै बाटो रोज्यौँ नराम्रो चाहिँ होइन रहेछ साङ्गुरो अनि पिच नबनाएको भएर अलिकति गाह्रो छ ल हामीलाई चाहिँ गाह्रै हो होइन तपाईँहरू आफूमा भर पर्छ है जसले कतिको चलाउनुहुन्छ भनेर हामी चाहिँ खासै चलाइराखेको बानी नभएर पनि हो हामीलाई चाहिँ गाह्रै छ अनि चाहिँ अब सधैँ छ अनि चाहिँ कतिको चलाउँछ भने तपाईँहरूलाई होइन बेला बेला चलाउने मान्छेले पनि चलाइरहेछ भनेपछि राम्रै छ ठिकै छ यतिको तर डबल लोड नहो भने चाहिँ साथीहरू अलिक गाह्रै पर्छ जस्तो लाग्यो मलाई जहाँसम्म है धापड्याम हिँडेको ए सला यस्तो छ यार तल त राम्रै थियो तलबाट नि राम्रै छ भने चाहिँ बाटो चाहिँ तर यस्तो रहेछ यार सला गाह्रो भइसक्यो छोड्दैन सला अलि राम्रो आउँछ कि बाटो भन्छु आउँदैन यार मैले चाहिँ लिन जानुपर्ने हुन्छ त्यसलाई यस्तो छ बाटो यार सक्छ तलैबाट आऊ तलैबाट बत्तारा सक्छु माथि निकाल कस्तो भइरहेछ तर यसले राम्रो चलाउँछ यार मैले बरु गाह्रो छ यसले राम्रो चलाइरहेको यस्तो छ बाटो हेर्नु न तँको यो बाटो स्कुटर हर्न बजाऊ न त्यो तलको कुना लग छोडा म लान्छु छोडा यो समाउ त छोडिदेऊ
सक्यो साथीहरू हामी चाहिँ अब 3 किलोमिटर बाँकी छ अझै तलको कति बाटो त सकिएर आयौँ अब यहाँ कति बाटो गाह्रै छ यस्तो रहेछ नि त देख्न चाहिँ देखिरहेको साथीहरू लोकेसन यस्तै छ भनेर देखाइरहेको थियो त्यस्तै रहेछ फाइनल्ली साथीहरू हामी आइपुग्यौँ फाइनली साथीहरू आइपुग्यौँ हामी धाप ड्याम यही रहेछ धाप ड्याम चाहिँ अनि राम्रै छ जस्तो लाग्यो मान्छे भन्दा नि तल मेरो देखाउँछ आऊ न यता तल जाऊ न मेरो म पनि निकाल न